96 वर्ष अघिको गोरखापत्रबाट भाग 30। विक्रम सम्वत 1985 साल पुस 17 गते सोमबारको गोरखापत्रमा नेपाल दरबार हाई स्कुल र श्री त्रिभुवन चन्द्र कलेजका विद्यार्थीहरूका निमित्त भारी सुविस्ता शीर्षकमा प्रकाशित खबर अनुसार दरबार स्कुलका विद्यार्थीहरूले म्याट्रिक्युलेसन क्लाससम्म नेपालमा पढी त्यो भन्दा माथिल्लो दर्जामा पढ्न कलकत्ता जानु पर्थ्यो। त्यहाँ जान खर्च समेत श्रीतिन प्रभुबाट बक्सिने गरी बक्सेको थियो। त्यसपछि सबै तरबाट पटनामा परीक्षा दिनु असल हुने सम्झी पटना सारियो। अब उनी विद्यानुरागी प्रभुको कृपाले गर्दा नेपालका विद्यार्थीहरूले यस सालदेखि बीए सम्म पटना युनिभर्सिटीको परीक्षा आफ्ना आमा बुबाको नजरमा श्री त्रिभुवन चन्द्र कलेजमा नै दिन पाउने प्रबन्ध